देवघाट धामबाट हजुरहरूलाई स्वागत छ। धर्म रहे त हामी रहन्छौँ होला नि, होइन र? धर्म रक्षित रक्षित, धर्मलाई रक्षा गऱ्यौँ भने अवश्य अब धर्मले हाम्रो रक्षा गर्छ। यो समय हो धर्मलाई पनि सोच्ने समय हो, जब देशको परिस्थिति, त्यो अवस्था अनि त्यो नेतृत्वहरूले धर्मप्रति केही कुरा उठाउँदैनन् भने यो 82% हिन्दू भएको देशमा यत्तिकै भोट दिएर जिताउनु पनि छ। त्यसै कारणले गर्दा मलाई नि के लाग्छ भने राजनीतिमा गइसकेपछि चाहिँ धार्मिक तरिकाले गर्ने चाहिँ होइन है, त्यो धर्मलाई राजनीति गर्न चाहिँ भएन, तर राजनीतिमा चाहिँ धर्म चाहिन्छ क्या वास्तवमा है। एक तरिकाले म सोचेँ यो वास्तविकता हो। जब तपाईँकै देशमा तपाईँलाई एउटा खुलेआम हिँड्न असजिलो भयो भने हजुर के गर्नुहुन्छ? त्यसै कारणले गर्दा मैले चाहिँ यो धेरै कुराहरू मोड्नी तोड्नी भन्दा पनि एउटै कुरा के भन्छु भने कुनै पनि पार्टी, कुनै पनि व्यक्ति भन्दा पनि एकजना जस्तो हामीले के गरौँ भने व्यक्ति हेरौँ र उसको विचार हेरौँ, अनि बिस्तारै उसको पार्टीको विषयमा बुझ्न सकिन्छ भने पार्टीहरूलाई नि ख्याल गर्नुपर्छ भन्ने म मनसाय राख्दै यो शुभ बिहानी यो देवघाट धामबाट हजुरहरूलाई पनि दर्शन गराउँदै शुभ प्रभातम भन्न चाहे। अन्य के कुरा छन् भने कमेन्ट गर्न सक्नुहुन्छ। शुभ प्रभातम।